नमस्ते, मेरो नाम भूपेन्द्र र म आजको भिडियोमा देखाउँछु नेपाली क्यालेन्डर कसरी इन्स्टल गर्ने आफ्नो कम्प्युटरमा। र सबैभन्दा पहिला नयाँ वर्षको धेरै धेरै शुभकामना छ 2071 सालको। र नेपाली क्यालेन्डर मेरो फेसबुकमा फ्रीमा डाउनलोड गर्नुस् र फ्रीमा डाउनलोड गरिसकेपछि डेस्कटपमा राख्छु। म यहाँ विन्डोरमा आर्चिभ गरेको छ। म राइट क्लिक गर्छु यहाँ र एक्सट्र्याक्ट फाइल हेयर पनि गर्न सक्छु र म डबल क्लिक गर्छु। निकै सजिलो छ र यहाँ भित्रको फोल्डरलाई म डेस्कटपमा राख्छु र त्यसपछि म यसलाई क्लोज गर्छु र फोल्डर ओपन गर्छु म यहाँ। र फोल्डर ओपन गरिसकेपछि यहाँ हेल्प ल्याउन सक्नुहुन्छ, कसरी कुन चिजको आवश्यकता पर्छ, कसरी इन्स्टल गर्ने। र इन्स्टल गर्नुभन्दा पहिला म फोन इन्स्टल गर्छु र फोन इन्स्टल गर्नुस्। फोन सपोर्ट फोन प्याक ओपन गर्छु फोल्डर र यहाँ अल सेलेक्ट गर्छु, राइट क्लिक गर्छु म, त्यसपछि इन्स्टल गर्छु। तीनवटा एकैचोटि इन्स्टल हुन्छ र यो भन्दा पहिला मैले इन्स्टल गरिसकेको भएर पहिले नै छ भनेको छ। म इन्स्टल गरेन, तपाई इन्स्टल गर्नुस्। र त्यसपछि फोन इन्स्टल गरिसकेपछि जो नेपाली क्यालेन्डर सेटअप फाइल छ यहाँ, यसलाई डबल क्लिक गर्छु। एस या नो भनेर आउँछ, म यसमा क्लिक गर्छु र त्यसपछि म नेक्स्ट बटन क्लिक गर्छु। नेक्स्ट बटन र इन्स्टल बटन र यो इन्स्टल फिनिश भइसक्यो र म यो फोन देखिरहेछ, म यसलाई क्लोज गर्छु र त्यसपछि फिनिश बटनमा क्लिक गर्छु। र यो इन्स्टल फिनिश भइसकेपछि एउटा सर्टकट फाइल मेरो डेस्कटपमा आएको छ र यो सर्टकट फाइललाई म डबल क्लिक गर्छु। अब यहाँ हेर्नुहोस्, यो यहाँ तल सो भएको छ र हरेक महिना र हरेक वर्षमा यो क्यालेन्डर अटोमेटिक यहाँ चेन्ज हुन्छ र 71, 72, 73, 74, 75 साल जति साल भए पनि यो अटोमेटिक चेन्ज हुन्छ। र नेपाली क्यालेन्डर निकै सजिलोसँग तपाईँ हेर्न सक्नुहुन्छ आफ्नो कम्प्युटरमा। र जो यहाँ देखिएको छ नेपाली क्यालेन्डर, र नेपाली क्यालेन्डर आफ्नो कम्प्युटर रिस्टार्ट गर्नुहोस् या बन्द गर्नुहोस् या अन गर्नुहोस्, यो अटोमेटिक कम्प्युटर अन भइसकेपछि यहाँ तपाईको सो हुन्छ नेपाली क्यालेन्डर। र यहाँ सर्टकट फाइल मेरो कम्प्युटरबाट अचानक यहाँ डिलिट भयो भने र यहाँ क्लिक गर्नुस्, डबल क्लिक र क्लोज अल क्लिक गर्नुस् र यहाँ यसरी अटोमेटिक तपाईको कम्प्युटरबाट यो डिलिट भयो या देखेन, अटोमेटिक कम्प्युटर अन गरिसकेपछि अन भइसकेपछि यो देखेन भने तपाईँ आफ्नो कम्प्युटर खोल्नुस् र त्यसपछि लोकल डिस्क सी मा जानुस् र प्रोग्राम फाइल 86 मा जानुस् र 86 मा गइसकेपछि नेपाली क्यालेन्डरको एउटा फोल्डर छ यहाँ, यो फोल्डरलाई डबल क्लिक गर्नुस् र त्यसपछि यहाँ नेपाली क्यालेन्डर र नेपालको एउटा झन्डा देखिएको छ, यसमा डबल क्लिक गर्नुस् र अटोमेटिक यहाँ सो हुनेछ। र म क्लोज गर्छु र यहाँ सधैँभरि देखिनेछ। र इन्जोय गर्नुहोस् आजको भिडियो। र मेरो नाम भूपेन्द्र र भिडियो मुनिबाट कुनै पनि कमेन्ट लेख्न सक्नुहुन्छ या कुनै बारेमा या कुनै जान्नको लागि, र नेक्स्ट भिडियो लिएर आउनेछु।